सुरुमा चाहिँ अब हामी डेडी र मम्मीलाई चाहिँ गएर त घर छोड्ने, त्यस पछाडि पाडाजुङीसम्म चाहिँ आएसमा जाँदैछन् सौरभ र सदीपहरू, त्यहाँ उनीहरूलाई भेटेर अनि त्यस पछाडि हामी दमक जाने। चाहिँ अहिले ठ्याक्कै अब यहाँ गौरधमा, यहाँ मेरो घरमा चाहिँ ड्याडी मम्मीलाई छोडेर अब दमक जाँदैछु। साथीहरू चाहिँ यता पाडाजुङीमा पर्खिरहेको छन् मलाई। कुन गाडीमा चढ्यौ अरे तिमी चाहिँ? सगरमाथा भन्दिनँ यसो। तिमी कुनमा चढ्यौ अरे? सगरमाथै हो एउटै गाडी तर स्टप सो अहिले चाहिँ म ठ्याक्कै एउटा आइपुगिसकेको छु। आज चाहिँ हामी यहाँ भिडियो खिच्छौँ।